नमस्ते सबैजनालाई। आज चाहिँ हामी मुकबाङ गर्न आँटेको यसमा चाहिँ रहेको छ यो स्पाइसी वाला ब्ल्याक नुडल कोरियन अनि यता किम्ची अनि यो रहेको छ अक्टोपसहरू अनि यो चाहिँ सरल भाषामा भन्नुपर्दा अनि यता पनि छ खानेकुरा सस भइहाल्यो। अब हामी ढिला नगरिकन फटाफट खानालाई सुरु गर्छौँ साथीहरू। भिडियो अन्तिमसम्म हेर्नु है। अब हामी चाहिँ खाना सुरु गर्छौँ ढिला नगरिकन साथीहरू। मुखमा पानी आइसक्यो पिरो छ होला वाउ हामीले यसमा सस केही दलेन कि यत्तिकै ऊ मात्र आएर मिठो रहेछ कहिले नि भिडियोहरूमा देखिरहेको थियो खाएको है त्यही भएर कालो मैले चाउरो मलाई ओहो कस्तो भयो त्यो साथीहरू यस्तो भयो नि टेस्ट गर्दैन यो कसरी यसको झोल खाने होला कि के खाने त यो त भित्रको सबै हाल्दै न्यू इयरमा 5-7 हजारको यस्तो निकल्छ त्यो उसहरू चाहिँ उडान्छ क्या बोल्छ उडानहरू पुरै टाउमिनहरू ओरेर सबै हालेर पानीमा पकाउँदै ढिलो खानु केही छैन सबै सुकै छ साथीहरू हामी बनाउन आएको हो कि के हो कसरी बनाउने हो यो त साथीहरू हाम्रो भिडियो त के भयो त्यो भयो मुकबाङ भिडियो त धेरै हिँडेर गयो कुर्ती पनि त्यस्तै क्रेङ अनि 10-11 बजीतिर नि पिरो चाउचाउ खाइयो अब सक्ने होला अब भिडियोलाई भिडियो हेरेर के कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला है अनि के भन्नु छ तपाईँलाई केही छैन बाइ बाइ भन्नु म छिटो सुत्नु पर्यो चाहिँ खान सकेन सरी के भयो दुईवटा अटोपस 3टा आलु यो चाहिँ घिउमा फ्राई गरेको आलु हो कि यति रह्यो अनि अरू चाहिँ खाइभयो अनि 3वटा नुडल्स पनि खतम हस् बाई बाई सबैजनालाई